हेलो नमस्ते एभ्रिवान, वेलकम टु ब्याक माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म चाहिँ आज 3-4 महिनापछि म आज मेरो घरमा आएको छु र चाहिँ आज पहिले चाहिँ कलेजतिर गएको छु पढ्न। त्यही हो, आज यस्तो न भाइहरूसँग लालीगुँरास खान आएको छु। हाम्रो घर थियो अलि यता है। कस्तो लाग्छ भिडियो सिडियो लाइक साइक कमेन्ट हान्नु है। सबैलाई सम्झेको छु। मेरो घर चाहिँ अलि उता हो, त्यहाँ उता छ, अनि यता चाहिँ उत्पारीको गाउँ। त्यस पछाडि त्यो चाहिँ तला छ। जुन भाइहरू चाहिँ तला गइसके, म चाहिँ बिस्तारै जाँदैछु। बुढो परियो, त्यही हो बिस्तारै पछाडि लालीगुँरास चाहिँ यस्तो बबाल छन् कि लालीगुँरास यस्तरी फुल्या छन् होइन। यस्तरी फुल्यान्, कस्तो काँडो बेचेको छु यस्तरी फुल्यान्। ओह्रालोमा हेर्दा यस्तो हुन्छ खुट्टा, अब के गर्ने अब। तल चाहिँ भाइहरू तल गइसक्यो, खान लागिसक्यो। अब यतैछु, म चाहिँ यतैछु, बुढो मान्छे बिस्तारै हिँड्नु पऱ्यो होइन। यसो तल भाइहरू तल ठाउँमै गएर खान लागिसक्यो। यो चाहिँ मेरो गाउँ उता साइड, मेरो घर चाहिँ अलि उता छ। त्यो चाहिँ तल, त्यो चाहिँ हाम्रो गाउँ हो, ठुलो गाउँ। यो चाहिँ गाउँ होइन, यो चाहिँ गाउँ हो। त्यहाँ चाहिँ स्कुल बजार सजार छ। त्यस पछाडि उता घरको गाउँ छ उतातिर। यता चाहिँ लालीगुँरास कस्तरी फुल्या छ यार, घाम लागेको छ कि यस्तो यार। भिडियो पनि खासै राम्रो भएन है। यस्तरी फुल्या छन्। उता तल पनि छन् है। यसरी ल भाइहरू ल्याउ त खाऊ खाल भाइ। ल थ्याङ्क यू सो मच। अब यस्तरी खाइदिँदा हामी चाहिँ यहाँबाट अलि उता जाँदैछौँ। अलि चाहिँ यता सेन्टर हाम्रो हिँड्छ होइन। सिलियो मसला खानु पऱ्यो। ए यस्तो छ, यस्तो बबाल छैन, यस्तो बबाल छ। के गर्ने, धेरै दिनपछि आयो पढ्दै यस्तो लाग्छ। दामी गुँरास फुल्या रहेछ। कसलाई मनपर्छ भने ट्र्याकबाट कमेन्ट समेन्ट गरिदियो, म झोला भयो ल्याइदिन्छु साथीहरूलाई। यस्तो बबाल छ यता गुँरास छ होइन। उता पनि त्यहाँ पनि छ। चाहिँ मेरो भाइ हो, आन्टीको छोरा भाइ हो। तल पनि छ। दाजु चाहिँ पारीको गाउँ, त्यहाँ माथितिर पनि पाइन्छ नि। तर हामी चाहिँ अब हाम्रो घरदेखि नजिक छ नि, त्यही भएर हामी चाहिँ यता आएको। खासै कुराहरू अब यस्तै हो। गुँरास खाने यस्तो गुँरास खान आएको हामी चाहिँ आज। कस्तो फुल्या छ यहाँ हाम्रो गाउँतिर। कस्तो साथीहरू त्यहाँबाट के भन्छ भने यस्तो गुँरास खान चाहिँ अब आर्य ब्लगरको घरतिरै आउनुपर्छ जस्तो लाग्छ। यो भाइलाई देखाउनु पऱ्यो कि केही देखिनु भाइ त अँध्यारो छ, पुरै सनलाइट परेको छ न। सनलाइट परेको छ, बरु उताबाट देखाउँछु म, डोन्ट माइन्ड। यताबाट माथि पनि यस्तो बबाल छ। पछाडि देखाएको छ, लुक्स कस्तो देखिरहेको छ। मान्छे नि मलाई छोडेछ नि केटी त भालो नि एकदम भालो। अब आफू त लोयल पऱ्यो, कोही केटीहरूसँग पट्टिन सकेको छैन। सिङ्गल मान्छे भाइजी छोरीको यस्तै हो। हेलो एभ्रिवान, म चाहिँ लालीगुँरासको रुखमा छु है। रुखमा चाहिँ यस्तो टन्न पारेर फोटा खिच्ने भिडियो सुरु गर्ने त्यहाँ त भाइ। ए खाने हौ, खाने भाइ ल्याइदिन्छु है। कमेन्ट गर्दा हुन्छ यस्तो झोलाबाट ल्याइदिन्छु म। मेरो साथीहरूको लागि त म त ज्यान दिने हो कि, ज्यान दिने हो। अनि टाढा साथी हो होइन, सधैँ बोल्नु पाइँदैन। यसो कमेन्टबाटै भिडियोबाटै भन्छु म। धेरै मिस गरिरहेको छु मैले है तिमीहरूलाई। मेरो दिदीहरू दाइहरू पनि छन्, तिनीहरूलाई पनि लास्ट मिस गरिरहेको छु। मेरो परदेशमा बस्ने मेरो अङ्कलहरूलाई पनि लास्ट मिस गरिरहेको छु है। त्यही हो केटाहरू। म चाहिँ यतिखेर चाहिँ अब मेरो घरतिरै छु, गाउँघरतिरै। ट्याक्क 3 महिनापछि घर आइयो।
त्यही पनि इमर्जेन्सी काम परेर उताबाट बोर्डको एक्जाम आउँदैछ। म पनि ठ्याक्कै अब भोलि गइहाल्छु। आएको आज एक दिन भयो, भोलि साँझ पर्सि बिहान त गइहाल्छु। धेरै बस्दैन म पनि। कस्तो मजा आउने भयो लाली गुराँस खाने गाउँतिर, गाउँघरतिर। भाइहरू तल टिप्दैछन्, तल खाँदैछन्, भाइहरू तलतिर छन्, जग्गातिर छन्। म चाहिँ यतातिर छु। अब म चाहिँ के भन्न चाहन्छु नि होइन साथीहरू, अब 12का साथीहरू चाहिँ अब यो अब चाहिँ एक्जाम यस्तो तरिकाले तयारी प्रिपरेसन गर्नु कि पुरै हार्डली प्रिपरेसन गर्नु। त्यही हो, सबै राम्रो नम्बर ल्याएर पास हुनुपर्छ होइन। हाम्रो आम्बुबाले देखेको सपना, तिमीहरूको आम्बुबाले देखेको सपना धेरै हुन्छ। आम्बुबाको सपना पुरा गर्नुपर्छ होइन। केटीको पछि नलागेको केटाहरू होइन, केटीहरू लास्ट सेल्फिस हुन्छन् र सबै केटीहरू हुँदैन होइन। अब मैले चाहिँ अब कोही त्यस्तै अब कोही केटीहरूलाई भन्न चाहेँ, सबै केटीहरू हुँदैन, मैले सबैलाई भन्नु खोजेँ होइन। माइन्ड नगर्नुहोस् अरू केटीहरूले, कोही हुन्छ त्यस्तै होइन, सेल्फिस हुन्छन्। माया छ है सबैलाई। त्यही हो मेरो युट्युब च्यानल चाहिँ आरबी भ्लग्स के एप छ। त्यस पछाडि टिकटक चाहिँ आरबी भ्लगर छ, अनि इन्स्टाग्राम आरबी भ्लगर छ, अनि त्यस पछाडि फेसबुक चाहिँ आरबी जङ क्षेत्री छ। हामी सजिलै फ्रेन्ड हुनसक्छौँ। त्यो केही मिहिनेत गर्नु पर्दैन, केही दुःख गर्नु पर्दैन, कष्ट गर्नु पर्दैन। माया चाहिँ सबै साथीभाइहरूलाई, दिदीबहिनीहरूलाई अहिलेसम्म मलाई साथ सपोर्ट दिनुभएको छ। त्यही हो, अब स्टुडेन्ट लाइफ स्ट्रगल गर्नुपर्छ। समटाइम्स कहिले मात्रै हुन्छ अब भ्लग बनाउने, त्यही पनि अब होलिडे टाइममा है। 12का स्टुडेन्टहरू यस्तो प्रिपरेसन गर्नुपर्छ कि होइन, रट्टा हान्ने एक्जामको बेला त रट्टा। 12का साथीहरू मेरो स्कुलमा पढ्ने साथीहरू, मेरो कलेजमा पढ्ने साथीहरूलाई पनि त्यही भन्छु। अनि अब नेपालभरि हुन्छ नि, अब नेपालभरिको साथीहरू अब आफ्नै ब्याचका हुन्छन्, तिन साथीहरूलाई पनि लास्टै हार्डली प्रिपरेसन गर्नु होला भन्न चाहन्छु। ओके, हामी चाहिँ त्यसरी चाहिँ लाली गुराँस टिपेर जान लागिसकेका छौँ घरतिर होइन। यति लग्ने लाली गुराँस धेरै लग्ने होइन, घोडाहरू जाँदाखेरि चाहिँ लग्नुपर्छ होइन। त्यहाँ चाहिँ एकदम तरिकाले लग्नुपर्छ। गुराँस यही हो। यस्तो गरेर उता पनि मेरो ब्याकग्राउन्डतिर हुन्छ कस्तो छ माथितिर भाइहरू बेसिकै यता छु। यही हो गाउँतिर, अब घर पनि गाउँतिर छु, खाने बस्ने त्यही हो। यता चाहिँ चढ्नै छ क्या हाम्रो केतिर लाली गुराँस होइन। तपाईँतिर कस्तो पाइन्छ म चाहिँ के भन्न चाहन्छु भनेपछि केही भन्दा के हो यार, गाउँका भाइहरू भेटेर छन्, मेरोका भाइहरू। भाइ यस्तो जाउँ त भिडियो सिट बनाऊ भने के भन्नु आज आएको। भाइहरू पनि एसी ब्याचको बिएलीको ब्याचकै छन्। यस्तो भइदियो कि भाइहरू मान्छे गइसक्यो। पासमा भयो खेल्दैन एक्जामको पुरै झड्का लगाएको छ भाइहरूलाई। पास भएपछि खेल्दै हुन्छ। गाह्रो राम्रोसँग पढ है, पढ नपढ त काम हुन्न है। पढ्नु त पढ्ने हो, तर स्कुलमा नलाग आजभन्दा पछि नलाग। पढ्नु त पढ्ने हो, तर 10 मिनट बिहाहरूलाई सुन्ने गराउनु। त्यही गरेर पढ, स्टुडेन्ट लाइफ स्ट्रगल गर्नुपर्छ। केटीको पछि लागेर काम छैन है। त्यही हो, यस्तो चाहिँ मेरो गाउँ है। यस्तो बबाल छ। म चाहिँ मेरो घोटेले यता छु, तिमीहरूलाई चाहिँ मेरो भजनलाई है। यस्तो भिड छ कि यसमा चाहिँ, त्यसमा चाहिँ कस्तो भएको लाग्यो क्या, लास्ट मोड आएको जस्तो लाग्छ मलाई त है। हिँड्नु पनि देखेको थिएँ, उकाल्नु हिँडेको गाडीमा आउने जाने गरेको, त्यही भएर जुन अनि पानी परेको छ क्या आजभोलि चाहिँ, त्यही भएर यस्तै हो। हेलो, हाम्रो लाली गुराँस खाने कस्तो कार्यक्रम भयो भने त ल भन त केटाहरू, कस्तो भयो? राम्रो भयो होइन। ल केटाहरू, मेरो फेसबुकतिर जोइन भएको साथीहरूलाई, टिकटकतिर युट्युबतिर साथीहरूलाई के भन्न चाहन्छु भन्देऊ त? दाइलाई चाहिँ सपोर्ट गर्नु पर्ने होइन, सपोर्ट गर्ने, च्यानल चाहिँ सब्सक्राइब गर्ने, फलोस गर्ने, तरिकाले फ्रेन्ड हुने। त्यही हो।
ओके